हेलो आज सैटरडे शनिबार सबै साथीहरुको छुट्टी मिलेको छ सबैहरुको पनि हाम्रो टिमको अनि सांगे ब्रदर राजु सरहरुको पनि अनि ठिक्क आज चाहिँ कतै निस्किएर रमाइलो गर्ने एकछिन भयो भने चटपटे खाने भन्दै हुनुहुन्छ अनि धरानतिर जान्छु मलाई सायद त्यहाँ पुलको छेउमा राम्रो ठाउँ छ भनेर भन्दै हुनुहुन्थ्यो अनि त्यहाँ गएर हामी रमाइलो गर्ने छौं अनि के गर्छौं कन्टिन्युअसली म आज मजाले भिडियोहरु बनाउँछु म स्टिल 136 म सुतिरहेको छु बेडमै अल्छी लागेर दिनभरि पनि अनि अब उठेर रेडी हुँदा ठिक्क 1:55 मेबी 2 बज्छ होला 2 बज्छ होला निस्किँदा 3 बजिहाल्छ सी यू अलराइट म निस्किँदैछु भर्खर टाइम भयो 3 बजिसक्यो मलाई वेट गरिरहेछ सबैजनाले प्रशान्त दाइ लिन आउँदै हुनुहुन्छ अरे अनि मैले बाइक निकालिसकेको छु अघि नै सो आई एम गोइङ टु मेन भेन्यू बाइ बाइ म भेट भइसक्यो सबी र प्रशान्त दाइसँग हेलो सबी हेलो प्रशान्त दाइ अरे ल कस्तो बवाल रहेछ हौ यसको हेर्दै यो चाहिँ 13 को यो ठ्याक्क तलतिर झर्ने बाटोमा रहेछ बाइकहरु त्यहाँ छ दुईटा अनि म जान्दैछु यहाँ भित्र सबैसँग हेलो हेलो ए कस्तो अम्बु ल कस्तो राम्रो रहेछ प्रवीण भाइ फेरि चटपटे अहिले जस्तै यहाँ चाहिँ अलिकति चिल आनन्द हुने ठाउँ रहेछ कस्तो वेल म्यानेज लाग्यो मलाई यहाँ बस्न मिल्ने नजिकै मेरोबाट नजिकै अब म बसेँ हुँदैछ दाइ हुँदैछ हो ल ओके अब यति नै फेरि प्लस गर्छु अहिलेसम्मबाट के हुन्छ त्यही बट यस्तो छ आइसक्यो एकदमै त्यो राम्रो खालको क्या यो चाहिँ कहाँ भन्नुहुन्छ भने देवी मार्ग धरानतिर यता छ यो ठ्याक्क तपाईँहरूले चिन्नु सक्नुहुन्छ त्यसै म एकचोटि ट्राई गर्छु ल केही छैन खाएँ ल लोकल धनियाको टेस्ट मिठो भइरहेको ओके मिठो छ माछा कन्डाले माटिन्छ यहाँ पोखरीको माछा होला नि होइन अनि फेरि तेल पनि आउँदैछ त्यसै गरी हामी अरू आइसकेको छौँ यहाँनिर हाम्रो हेलो त्यसै गरी हाम्रा हाम्रो यहाँ हाम्रा हिजो गर अनि वर्ल्डिङमा मधेसी दाइ पनि आउँछ त वर्ल्डिङको राउटहरू लिएर भनेर त्यो त झन् तिमीलाई थाहा यहाँ सुन न त्यो त के होइन कि ब्याङ्कमा गएकोहरूको पैसा झिक्नको लागि होइन उसको मम्मी पर थियो अरे होइन अनि त्यो भाइलाई क्या उसको मम्मीलाई त वाइफ पो भनेर सोचिरहेको छ आन्टी भिडियो बनाइदिए ल कस्तो राम्रो लाग्यो हामी अहिले यो एउटा गाउँमा हामी आइपुगेको गाउँ होइन ल हुन्छ धन्यवाद आन्टी हामी ठक्क सकियो हाम्रो आजको रिल्याक्स अब हामी आन्टीहरूलाई थ्याङ्क यू भनेर निस्केँ म मेन्यु यहाँबाट घुमाएर देखाउँछु एकचोटि के पाउँछ उयोहरू चाहिँ हुँदै गरोस् ल ओके
अब हामी यहाँबाट सट्ट उतातिर जान्छौँ हिँड्दै हिँड्दै ल ओके तपाईँको पनि गर्नु त गर्नु न म ग्रुपमा हुँदाखेरि चाहिँ लाज लाग्दैन अब ग्रुपमा नहुँदाखेरि चाहिँ लाज लाग्छ क्या बनाउने भिडियो यस्तो छ यहाँबाट अब टक्क माथि जान्छु म अनि मुनिबाट जाने कि माथिबाट ओके हामी 13 को ठ्याक्क यो माथिको जानकी चोकको पुल कटेर पारी एकछिन निस्किन्छौँ अनि त्यहाँबाट फिर्ता भएर घर जान्छौँ ओके फाइनली हामी घरतिर लाग्दैछौँ अब हामी छुट्छौँ आजको हाम्रो स्याटरडेको रमाइलो कुराकानी यस्तो बवाल राम्रै भयो हाम्रो लागि राम्रै हो अनि यस्तै हो ल बाई बाई गरिदिनु सँगै ब्रो बाई 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 सी यू नेक्स्ट ब्लग